आम्मामा माछा हो कि सर्प? लु हेर्नुहोस् त, सर्प जस्तै माछा। नमस्कार सबैजनालाई। हेर्न सक्नुहुन्छ आज मेरो पसलमा एकदमै नयाँ माछा आएको छ, नयाँ किसिमको, जुन चाहिँ हेर्न सक्नुहुन्छ। सर्प जस्तै छ यो माछा। यो माछालाई चाहिँ हामीहरूतिर बाम माछा भन्छ। यसलाई चाहिँ चुच्चे बाम पनि भन्ने गरिन्छ। हेर्न सक्नुहुन्छ आज मेरो पसलमा चाहिँ यो लोकल माछा आएको छ। अनि अर्को सानो सानो मसिनो चाहिँ यो गैँची माछा भन्छ यसलाई। यो चाहिँ अत्यन्तै मिठो हुन्छ, हेर्न सक्नुहुन्छ। मेरो यो आज अनौठो माछा निकालेर पसल लाउँदै गर्दै थिएँ, त्यत्तिकैमा एकजना अङ्कल आउनुभयो। अनि यो माछा चाहिँ हामीले पहिले खुब मार्थ्यौँ, कसरी मार्थ्यौँ भनेर भन्दै हुनुहुन्थ्यो। त्यति नभन्दै आज यो माछा किन्न हाम्रो मामा आउनुभएछ। हेर्नु बित्तिकै सबै माछा जोख भनेर सबै जोख्न लाउनु भयो बाम माछा चाहिँ। अनि लु बनाऊ भन्नुभयो। सबै माछा जोखेर म चाहिँ चुलेसीमा मजाले घ्यार यसको जिउमा मसिनो कत्ला हुन्छ त्यही निकालिरहेको छु। हेर्न सक्नुहुन्छ बाम माछा कसरी काट्दैछु। यो माछा चाहिँ अत्यन्तै मिठो हुन्छ। अनि यो माछा चाहिँ हाम्रो मामाले सबै जोख्न लाउनु भयो। मैले पनि मेरो मामालाई मायाले माछा काटेर दिँदैछु। हेर्न सक्नुहुन्छ बाम माछा। तपाईँहरू पनि आउनुहोला। मामालाई मायाले माछा काटेर दिनु बित्तिकै एकजना बहिनी आइन्। होटल साइजको माछा चाहियो भनेर होटल साइजको बनाइदिनु भन्नुभयो। त्यत्तिकैमा मजाले यो माछालाई पनि मायाले बहिनीलाई होटल साइजको पिस काटेर दिए। हेर्न सक्नुहुन्छ पातुलो पिस लामो लामो। बहिनीलाई यो माछा दिएर बहिनीलाई बिदा गरेँ। अनि हेर्न सक्नुहुन्छ यो माछा चाहिँ पानीमा डुबिरहेको थियो। मैले चाहिँ निकालेर लगेर फेरि पानीमै डुबाइसकेँ। मजाले डुबिरहेछ माछाहरू, हेर्न सक्नुहुन्छ। अनि आज चाहिँ मेरो पसलमा एकदमै ठुलो माछा यो रुप्चन माछा पनि आएको थियो। हेर्नुहुन्छ कति ठुलो छ। रुप्चन माछालाई साइडमा राखेर मेरो गैँची माछा हरायो कि भनेर फेरि गन्दै यसो मिलाउँदै थिएँ। त्यत्तिकैमा फेरि एउटा ठुलो रौँ लाने मामा नै आउनुभएको थियो। उहाँ पनि मामा नै पर्नुहुन्छ। मामातिर क्यामेरा घुमाएको माइजू हाँसेर उता मुसुक्क हुँदै उता फर्किनु भयो। त्यत्तिकैमा हाम्रो रेगुलर आउने दाइले आएर सोच्दै हुनुहुन्थ्यो कुन माछा लैजाउँ। मामालाई चाहिँ माछा काटेर सट्ट टाउको 2 टुक्रा बनाएर दिएर अघि आउने दाइलाई सोधेँ कुन माछा लानुहुन्छ भनेर। यो दाइले